हेलो 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 मैले चाहिँ आज चाहिँ मेरो र बहिनीको फेस वास मध्येमा कुन चाहिँ राम्रो छ भनेर कम्पेयर गर्दैछु। फर्स्टमा यो सानो पोन्सको चाहिँ मेरो हो भने यो जम्पोवाला चाहिँ सेराबी, बहिनीको हो यो चाहिँ सेराबी क्रिम टु फर्मवाला छ, जुन चाहिँ बहिनीले धेरै अगाडि खोजिरहेको थियो, फाइनली पाएको थिएँ। अनि यो चाहिँ मैले पोन्सवाला जुन सस्तोवाला र डिप क्लिनवाला चाहेको थिएँ, सो मैले यो पनि पाएको थिएँ। 2-3 चाहिँ कति परेको थियो, मार्टमा किनेको थिएँ। अनि यसको बेस्ट पार्ट भनेको चाहिँ यसले चाहिँ मुख धुँदाखेरि चाहिँ स्किनलाई ड्राई बनाउँदैन, पछि नभए नर्मली फेस वासहरूले धुँदाखेरि ड्राई बनाएर एकदम कस्तो खसुरो हुने हुन्छ, यसले चाहिँ त्यस्तो बनाए जस्तो फिल भएन। यो फर्स्टमा लाउँदाखेरि चाहिँ एकदम क्रिम लाए जस्तो थिकमा हुने हुन्छ। सो अलिकति मात्रै लाउनु होला, मैले चाहिँ एकदम एक्साइटमेन्टमा धेरै लगाएछु। सो यो लगाएर चाहिँ एकछिन मसाज गर्ने अनि पानी लगाउनु, त्यसले चाहिँ फिज आउने हुन्छ। पानी लगाइसकेपछि चाहिँ जुन चाहिँ राम्रो लागेको थियो मलाई, किनकि चाहिँ तपाईँको फिजहरू आएन भने चाहिँ फेस वासले मुख धोए जस्तो फिल हुँदैन मलाई। सो यो लगाइसकेपछि जम्बोको पालो अब चाहिँ बहिनीको यो चाहिँ एकदमै राम्रो लागेको थियो मलाई। फर्स्ट यो युज गर्दाखेरि नै एकदमै राम्रो लागेको थियो, किनभने फर्स्टमा यो लगाउँदा चाहिँ क्रिम लगाए जस्तो, मोइस्चराइजर लगाए जस्तो हुन्छ भने अलिकति पानीले चाहिँ धुन थालेपछि, यो मिक्स गरेर मार्च गर्न थालेपछि चाहिँ यो चाहिँ फिज आउने रहेछ, जुन चाहिँ बेस्ट लागेको थियो। फिज चाहिँ आउनै पर्यो क्लिन्जरहरूमा जुनै पनि भए पनि, तर आँखामा चाहिँ नपार्नु होला, एकदमै पोलेको थियो मलाई चाहिँ त्यति बेला। सो मुख धुने तर बेस्ट भनेको त बेस्ट नै हुन्छ, किनभने टर्मोलोजी टेस्टेड पनि हो, महँगो पनि हुन्छ, एकदमै राम्रो। यो चाहिँ मेरो फेभरेट भइसकेको थियो एक वासले। यो चाहिँ पोन्सको हो, यो पनि सस्तोवाला राम्रोवाला चाहिँ डिप क्लिन गर्नको लागि, स्पेसली तपाईँहरूको चाहिँ स्किन ओइली र कम्बिनेसन छ भने चाहिँ समरको लागि चाहिँ एकदम डिप क्लिनको लागि राम्रो हुने हुन्छ। यो सेराबी त अल टाइम फेभरेट हो, समर तपाईँको विन्टर दुइटैमा हुने हुन्छ। म सायद पैसा भयो भने यही किन्नेवाला छु, बेस्ट चाहिँ यही नै लागेको थियो, मेरो फेभरेट पनि यही भयो। तर पनि अब तपाईँहरूले चाहिँ कम्पेयर वाइज आफ्नो बजेटमा किन्नु हुँदा